नमस्कार। आज हामी हालै प्रदान गरिएका केही महत्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार अनि सम्मानहरूबारे अलि विस्तृत कुराकानी गरौं है त। नमस्ते। हो, हामीसँग एउटा सूची छ पुरस्कार पीडीएफबाट लिएको। यसमा विभिन्न क्षेत्रका भनौं न उपलब्धिहरू समेटिएका छन्। ल, त्यसो भए सुरु गरौं। साहित्यबाटै सुरु गरौं न। नेपालकै प्रतिष्ठित सम्मानहरू छन्। हुन्छ। जस्तै 2080 सालको मदन पुरस्कार, यो चाहिँ मोहन मैनालीको कृति मुकाम रणमैदानलाई गयो। मुकाम रणमैदान द्वन्द्वकालीन यथार्थबारे छ यो। हो, त्यही विषयमा। अनि यसको राशि 4 लाख रुपैयाँ। त्यस्तै जगदम्बश्री सम्मान पनि 2080 कै। हो र? त्यो कसलाई? यो चाहिँ भाषाशास्त्री प्रा योगेन्द्र प्रसाद यादवलाई। उहाँको भाषा विज्ञानमा ठूलो योगदान छ। यसको राशि पनि 4 लाख नै हो। दुवैको 4 लाख। अनि पद्मश्री सम्मानहरू नि? त्यो पनि त खुबै चर्चामा थियो। हो त नि। पद्मश्रीमा 3 वटा सम्मान हुन्छन्। 2080 मा साहित्यतर्फ प्रा कृष्ण गौतमको उपन्यास अद्वैतले पायो। अद्वैत। अनि अरू 2? पद्मश्री साधना सम्मान चाहिँ सिक्किमका पूर्व मुख्यमन्त्री पवन कुमार चामलिङलाई। अनि पद्मश्री गौरव सम्मान प्राडा केदार भक्त माथेमालाई। माथेमाजीलाई। यी सबैको राशि चाहिँ? यी तीनवटैको राशि जनही 3 लाख रुपैयाँ। ठिक छ। साहित्यमै अरू पनि छन् कि? छन् नि। पहिचान पुरस्कार 2080-81 को यो राजु स्याङतानको कविता संग्रह ओ पेङदोर्जेलाई प्रदान गरियो। ओ पेङदोर्जी। यसको राशि कति? यसको 4 लाख। यो पुरस्कारले अलि फरक धारका, मूलधार बाहिरका आवाजलाई समेट्छ जस्तो लाग्छ। राम्रो कुरा हो। अनि त्रिमूर्ति पुरस्कार, भैरव पुरस्कार पनि छन्। त्रिमूर्ति चाहिँ 2081 को रामबाबु सुवेदी, प्राणा डाक्टर सावित्री कच्छपति, बेन्जु शर्मालाई जनै 1 लाख। अनि भैरव पुरस्कार? त्यो त हास्य व्यङ्ग्यको लागि होला। हो, ठ्याक्कै। 2081 को भैरव पुरस्कार लक्ष्मण गामनागेलाई, भैरव वाङमे चूडामणि गौतमलाई अनि भैरव प्रतिभा लक्ष्मी गिरीलाई। ल, साहित्यका त धेरै महत्वपूर्ण पुरस्कार रहेछन्। अब अलिकति कला जगततिर, खास गरी चलचित्रतिर लागौं न त। राष्ट्रिय चलचित्र पुरस्कार 2080 मा के भयो? राष्ट्रिय चलचित्र पुरस्कारमा यो वर्ष बुलाकी उत्कृष्ट चलचित्र घोषित भयो। बुलाकी। अनि कलाकारहरू? उत्कृष्ट अभिनेता विपिन कार्की प्रसाद 2 बाट अनि उत्कृष्ट अभिनेत्री स्वस्तिमा खड्का दिमाग खराबबाट। दिमाग खराब। निर्देशक पनि त्यहीबाट? हो, उत्कृष्ट निर्देशक पनि दिमाग खराबबाटै निश्चल बस्नेत। ल, बधाई छ उहाँहरूलाई। यो त भयो राष्ट्रिय कुरा। अन्तर्राष्ट्रिय मञ्चमा नि ओस्करको कुरा गरौं न अलिकति। ओस्कर 96औं ओस्कर 2024 मा त ओपनहाइमरले धुम्मै मचायो नि। हो र? कतिवटा जित्यो? 7 वटा विधामा जित्यो। सर्वोत्कृष्ट चलचित्र बन्यो। अनि क्रिस्टोफर नोलनले उत्कृष्ट निर्देशक, किलियन मर्फीले उत्कृष्ट अभिनेताको अवार्ड पाए। वाह। अभिनेत्री चाहिँ? अभिनेत्री एम्मा स्टोन पुअर थिङ्स बाट। ओपेनहाइमरले त 81औं गोल्डन ग्लोबमा पनि उत्कृष्ट चलचित्र ड्रामा जितेको थियो। ओपेनहाइमर त छाएछ पुरै। संगीततिर नि ग्रामी अवार्डमा केही विशेष? 60औं ग्रामी अवार्ड 2024 मा टेलर स्विफ्टले त इतिहास नै बनाइन्। हो र? कसरी? उनको एल्बम मिडनाइट्सले एल्बम अफ द इयर जित्यो। यो उनको 4थो पटकको जित थियो, जुन आफैमा एउटा रेकर्ड हो। ओहो, 4 पटक एल्बम अफ द इयर। अनि रेकर्ड अफ द इयर? त्यो चाहिँ माइली साइरसको फ्लावर्सले जित्यो। ल, एउटा अर्को खुशीको कुरा पनि छ नि। नेपाली कलाकारले पनि अन्तर्राष्ट्रिय स्तरमा अवार्ड जित्नु भएको हो। त्यो त निकै नै गर्वको कुरा हो। शाम्बाला चलचित्रकी अभिनेत्री हुनुहुन्छ थिनले लामो। उहाँले लोकानो फिल्म फेस्टिभलमा बोकालिनो डी ओर अवार्ड जित्नुभयो। बोकालिनो डी ओर? यो त ठूलै सम्मान हो। एकदम। अनि यो अवार्ड जित्ने उहाँ पहिलो दक्षिण एसियाली कलाकार पनि हुनुभयो। अद्भुत। ल, अब अलि विश्वकै प्रतिष्ठित मानिने पुरस्कार, जस्तै नोबेल पुरस्कारतिर जाउँ न। नोबेल पुरस्कार 2024 को कुरा गर्दा साहित्यतर्फ दक्षिण कोरियाकी हान काङ सम्मानित हुनुभयो। काङ। उहाँको लिअम कस्तो छ? उहाँ अलि मानव अस्तित्वका जटिलता, अन्ध्यारा पक्षबारे लेख्न चिनिनुहुन्छ। अनि शान्ति पुरस्कार चाहिँ जापानको एउटा संस्था निहोन हिडाङ्क्योलाई दिइयो। संस्थालाई?
के गर्छ यो संस्थाले? यो संस्थाले आणविक हतियार मुक्त विश्वका लागि दशकौंदेखि अभियान चलाइरहेको छ। 2023 को पनि सम्झिउन चिकित्सामा क्याटलिन कारिको र ड्र्यू वेस्टम्यानलाई mRNA खोप प्रविधिका लागि दिएको थियो। कोभिड भ्याक्सिनवाला। अनि शान्ति चाहिँ नर्गिस मोहम्मदी हैन त, इरानको? हो, इरानमा महिला अधिकारका लागि लड्ने नर्गिस मोहम्मदीलाई। ठिक छ। एसियाको नोबेल भनिने म्यागेसेसे र गणितको नोबेल भनिने एबल पुरस्कार नि त्यता के छ? 66औं म्यागासेसे 2024 चाहिँ एसियाका विभिन्न देशका व्यक्ति र संस्थालाई प्रदान गरियो। भियतनाम, इन्डोनेसिया, भूटान, जापान, थाइल्याण्डका सम्मानित भए। अनि एबेल पुरस्कार 2024 यो गणितको नोबेल भनिन्छ। यो चाहिँ फ्रान्सका गणितज्ञ माइकल तालाग्रान्डले पाउनुभयो। गणितज्ञलाई कुन क्षेत्रमा योगदानको लागि? उहाँले सम्भाव्यता सिद्धान्त र कार्यात्मक विश्लेषणमा महत्वपूर्ण योगदान दिनुभएको छ। ल, अब नेपाली प्रतिभाहरूकै कुरा गरौं जसले अन्तर्राष्ट्रिय मञ्चमा सम्मान पाए। ग्रीन अस्कर भनिने व्हिटली अवार्ड त यसपालि नेपालमै आयो होइन त? हो, यो निकै खुशीको खबर हो। राजु आचार्यले लाटोको सेरो संरक्षण परियोजनाका लागि व्हिटली अवार्ड 2024 जित्नुभयो। वाह, लाटोको सेरो संरक्षण राशि पनि राम्रै होला नि। 50,000 पाउन्ड छ यसको राशि। त्यस्तै अर्को महत्वपूर्ण सम्मान सीमाविद बुद्धनारायण श्रेष्ठलाई डरहम विश्वविद्यालयले रेमण्ड माइलफुस्की अवार्ड दियो। बुद्धनारायणजीलाई सीमा सम्बन्धी उहाँको कामको कदर भयो। हो, सीमा व्याख्या र उजागरमा उहाँको ठूलो योगदान छ। समाज सेवा र सार्वजनिक निष्ठातर्फ पनि केही सम्मानहरू छन् नि हाम्रो सूचीमा? छन्। जस्तै सविता उप्रेतीलाई अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार दिइयो। उहाँले अटिजम भएका बालबालिकाको शिक्षामा निकै राम्रो काम गर्नुभएको छ। एकदम सराहनीय काम। अनि त्यो इन्टिग्रिटी आइकन? हो, त्यो एकाउन्टेबिलिटी ल्याब नेपालले दिने हो। सार्वजनिक प्रशासनमा इमानदारीता देखाउने कर्मचारीहरूलाई सम्मान गर्ने। 2024 मा समिला सुवेदी, बोधराज पाठक जस्ता कर्मचारीहरू पर्नुभयो। 2023 मा प्रतीक राई, हेमा थापा हुनुहुन्थ्यो। राम्रो पहल रहेछ यो त। एकदम। अनि इन्सेक्टले दिने प्रकाश मानवाधिकार पुरस्कार 2081 चाहिँ पूर्णिमाया लामालाई प्रदान गरियो। उहाँ संक्रमणकालीन न्यायका लागि संघर्षरत हुनुहुन्छ। ल, यी सबै सम्मानले पक्कै हौसला बढाउँछ। अन्तमा अलिकति फरक विधा सौन्दर्य प्रतियोगिताका विजेताहरू पनि छन्। ओहो, संक्षिप्तमा भन्दा मिस युनिभर्स 2024 डेनमार्ककी भिक्टोरिया केयर बन्नुभयो। 2023 को मिस वर्ल्ड चाहिँ चेक रिपब्लिककी क्रिस्टिना पिस्कोवा। 2023 को मिस युनिभर्समा नेपालबाट जेन दीपिका ग्यारेटको सहभागिता पनि चर्चामा थियो नि, प्लस साइज मोडलको रूपमा। हो, त्यो पनि एउटा स्मरणीय क्षण थियो। ल, आज हामीले साहित्य, कला, विज्ञान, समाजसेवा, संरक्षणदेखि लिएर सार्वजनिक प्रशासनसम्म धेरै क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मानहरूको एउटा मोटामोटी चित्र हेर्यौं। हो, निकै फराकिलो दायरा समेटियो आज। यसले विभिन्न क्षेत्रमा कस्ता कस्ता महत्वपूर्ण कामहरू भइरहेका छन् र कसरी तिनको कदर भइरहेको छ भन्ने देखाउँछ। पक्कै पनि यी सम्मानले व्यक्ति वा संस्थालाई प्रोत्साहन त गर्छ नै होला, समाजलाई पनि जानकारी दिन्छ। एकदम, प्रेरणाको स्रोत पनि भन्छन् यस्ता सम्मानहरू। तर यी यति धेरै पुरस्कार र सम्मानहरूको सूची हेर्दा खै कहिलेकाहीँ मनमा एउटा प्रश्न आउँछ के यस्ता मान्यताहरूले साँच्चै नै सधैँ थप सृजना र योगदानलाई उत्प्रेरित गर्छन् त, वा समय बित्दै जाँदा यी कतै औपचारिकतामा मात्रै सीमित हुन्छन् कि? यो पनि एउटा विचारणीय पक्ष हो जस्तो लाग्छ।